गुम्बालाई स्वर्ग मानेर हेर, गुरुलाई भगवान बुद्ध ठानेर हेर। स्वर्गको थोरै अनुभूति गुम्बामै पाउनेछ, भगवान बुद्धको थोरै अनुभूति गुरुसँग पाउनेछ। धर्मसङ्गीलाई देवगणको रूपमा हेर, गुरुको ज्ञानशील नियम आदेशलाई पालन गरेर हेर। पहिल्यै पछि सुख शान्ति मिल्नेछ, पहिल्यै पछि मोक्ष मुक्तिको बाटो मिल्नेछ। शील प्रज्ञा परमित बिना बौद्ध चित्त भावना आउन धेरै कठिन हुन्छ, चाहे जतिसुकै पढोस्, जतिसुकै म हुँ किन नभनोस्। जीवन स्वर्ग जस्तो बनाउने कि नर्क जस्तो बनाउने तपाईँ स्वयं आफैमा भर पर्छ। धर्म गर्ने कि पाप गर्ने स्वयं तपाईँ आफ्नै हातमा छ, तपाईँ आफ्नै विचारमा भर पर्छ। पुण्य काम गर्दै गर्दा स्वर्गको लालच पनि नराख्नु, अथाह धन सम्पत्तिको लालच पनि नराख्नु। दुःख बिनाको जीवन जीवनै होइन जस्तै नै हुन सक्छ। स्वर्गको महत्त्व नर्कले पनि देखाउँछ, सुखको महत्त्व दुःखले पनि देखाउँछ। त्यसैले यो जगत भूमिलाई नै स्वर्ग जस्तो बनाउने कि नर्क जस्तो बनाउने तपाईँ स्वयं आफ्नो विचारमा, कर्ममा, भावनामा, पाइलामा, मार्गमा भर पर्छ। नमो बुद्धाय।